खासमा मलाई यो भिडियो तपाईहरु कसैले पनि हेर्नु हुँदैन भन्ने कुरा। तर जति पनि न्यू कमर्स हुनुहुन्छ नि भर्खरले जापान आउनु भएको या तपाईको साथीहरु हुनुहुन्छ उहाँहरुलाई चाहिँ यो भिडियो एकदमै इम्पोर्टेन्ट हुन सक्छ। सक्नुहुन्छ भने सक्दो शेयर गरेर साथ सपोर्ट गरिदिनु होला। आज चाहिँ अप्रिल इन्टेकमा आउनु भएको भाइ बहिनीहरुलाई आफूले जानेको बुझेको कम्पनीमा चाहिँ आफूले काम गर्दै आएको कम्पनीमा चाहिँ सेवाई गर्नको लागि लगिरहेको छु। म पनि जापान आएको खासै त्यति धेरै चाहिँ भएको छैन। त्यही पनि अब सुरुमा कतिको गाह्रो हुन्छ भन्ने कुरा त्यो मैले पनि भोगेर आएर चाहिँ उहाँहरुलाई चाहिँ अब आफूले जानेको बुझेको ठाउँमा चाहिँ अब कामको लागि लग्दैछु। गाह्रो हुन्छ नि त सुरुमा। विशेष गरी सबैजनाले आइ गर्दैन सबैजनाले ल काम हुँदैछ है, आउँदैछ भिडियो बिस्तारै। भिडियो बनाउनुको खास उद्देश्य भनेको चाहिँ भर्खर जापान आउनु भएको छ तपाईहरु सायद काम कतिले पाउनु भयो होला, कतिले पाउनु भएको छैन होला। यदि काम पाउनु भएको छैन भने मलाई कन्ट्याक्ट गर्नु होला। र मैले आफूले जानेको बुझेको र चिनेको ठाउँहरुमा चाहिँ हजुरहरुलाई नजिक पर्ने ठाउँहरुमा चाहिँ सक्दो सेवाई गर्ने मेरो तर्फदेखि कोसिस गर्ने छु। अनि अब हुन्छ नि त अब तपाईहरु पनि काम पाउनु भएन होला, तपाईको साथीहरु कोही काम नपाएको हुन सक्छ। उहाँहरुलाई चाहिँ यो भिडियो थोरै भए पनि हेल्प हुन सक्छ। यो भिडियो चाहिँ शेयर गरेर सक्दो उहाँलाई सपोर्ट गर्नु होला। हजुरहरुले पनि धेरै गाह्रो हुन्छ यतातिर भने जस्तो हुँदैन। अर्काको देश हो हैन, आफ्नो देश हैन। दुःख सुखमा जति भने पनि अब हजुरहरुको साथीहरु नै हो। अनि मेन कुरो भनेको चाहिँ हजुरहरु भर्खर जापान आउनु भएको छ हैन। जापानको बारेमा धेरै कुराहरु हजुरहरुलाई थाहा नहुन पनि सक्छ। आफ्नो एटिट्युड चाहिँ मेन कुरो भनेको आफ्नो एटिट्युड आफैसँग राख्नु होला। नेपालमा जे थियो त्यो नेपालमै भयो। यहाँको चाहिँ एकदम शान्त देशमा हुनुहुन्छ, त्यही भएर आफ्नो एटिट्युडहरु चाहिँ नदेखाउनु होला। किनभने त्यो सानो एटिट्युडले गर्दाखेरि पनि तपाईहरुलाई धेरै गाह्रो पर्न सक्छ यहाँ। किनभनेपछि तपाई एकजनाको भरोसामा तपाईको 5 जना फ्यामिली बसेको छ नेपालमा। त्यति सोचेर चाहिँ साथीभाइहरुसँग मिलेर ट्याक्क यहाँ जे भने पनि साथीभाइहरु बिना यहाँ अलिकति अन्धकार नै छ यहाँको भविष्य हैन। त्यही भएर साथीभाइहरुसँग ट्याक्क मिलेर बस्नु होला। र आफूभन्दा अलिकति सिनियर दाइहरु हुन्छ भने रेस्पेक्ट गरेर काम पाउनु भएन भने पनि रेस्पेक्ट गरेर सोध्नु न। उहाँहरुले जानेको ठाउँमा उहाँ मलाई नै भन्नुपर्छ भन्ने छैन। उहाँहरुले पनि आफूले जाने बुझेको ठाउँमा चाहिँ सेवाई गरिदिन सक्नुहुन्छ तपाईहरुलाई। र यति बुझ्नु तपाई एकजनाको भरोसामा चाहिँ तपाईको 5 जना फ्यामिलीको भविष्य छ सोचेर चाहिँ जापानमा राम्रोसँग बस्नु होला। स्टे ट्युन हैन। तपाईहरुले चाहिँ केही समस्या परेको खण्डमा कामसाम नपाएको खण्डमा मलाई पनि मेसेज गर्नु होला। मैले आफूले जानेको बुझेको नजिकको एरियामा हजुरहरुलाई सक्दो सपोर्ट र सक्दो सहयोग गर्नेछु भन्दै मेरो आजको भिडियो चाहिँ यही अन्त्य गर्दछु।